भाइ किनकि मेरो जीवनमा कस्ता कस्ता कष्ट कस्ता ती लालसन यावत कुराहरू हरेक किसिमका समस्याहरू मेरो जीवनमा नआएका होइन आएका तर पनि ती कुराको पछाडि म लागिनँ किनकि हामीलाई परमेश्वरले भन्नुहुन्छ मेरो पछाडि लाग मेरो वचनको फलो गर मेरो वचनको पछाडि हिँड मेरो पछाडि तब त चल्छस् तब मेरा सन्तान तँलाई मैले संसारको निमित्त नै स्वर्गको निमित्त तँलाई मैले ठाउँ दिनेछु परमेश्वरले भन्नुभयो सत्य परमेश्वरले हामी सबैजनालाई स्वर्गमा ठाउँ दिनुभएको छ होइन त्यसैले स्वर्गमा ठाउँ दिनेवाला परमेश्वर पिता हामी सबैको हृदयमा हुनुहुन्छ उहाँको लागि कसरी सम्मान गर्नुपर्छ त्यो म भन्दिनँ किनकि हामीले यो सम्मान पनि जब गर्छौँ परमेश्वरको निमित्त होइन जस्ताको त्यस्तै लाइभ हेरिराख्नु भने हरेक दुःख हरेक कष्ट हरेक समस्याहरूबाट जुटेर लडेर आज सचमा क्यान्सरदेखि लिएर होइन दुईवटा खुट्टा नचलेर प्यारालाइसिसदेखि लिएर मुटुमा पुवालदेखि लिएर होइन किडनी फेलदेखि लिएर हरेक किसिमका क्यान्सरदेखि लिएर हरेक किसिमका संसारका रोगहरूबाट परमेश्वरले त्यहाँ लाइफमा जुटिराख्नेहरूलाई पनि परमेश्वरले आशिष अनि उन्नति दिएर आफ्नो ठाउँमा कम्तीमा पनि हुनुहुन्छ त्यस स्थानमा होइन लगभग 32 देखि 35वटा देशहरूबाट प्रत्यक्ष लाइभ हेरिराख्नु भएको छ प्रत्यक्ष सोच्नुहोस् त यहाँ मात्रै हामीलाई परमेश्वरले काम गर्नुभएको छैन जसले मेरो वचन यो सुन्छ परमेश्वरले भन्नुभएको छ कि जसले यो मेरो वचन सुन्छ त्यसको निमित्त म सुरक्षाको कवच स्वयं परमेश्वर के गरिदिनुहुन्छ हामीलाई लगाइदिनुहुन्छ यस्तो परमेश्वर आज यस्तो परमेश्वरको हामीले गुणगान गाउन आएको छ आज तपाईँ हामी नभइदिएको भए हातमा हात काँधमा काँध नमिलाइदिनु भएको भए सोच्नुहोस् के हो यो भवन बन्थ्यो त बन्थ्यो त्यसैले म भन्छु हजुरहरूलाई हजुरहरू यति महान हुनुहुन्छ यति महान हुनुहुन्छ भएर याद दिनुभयो या नभएर दिनुभयो म त्यो जान्दिनँ त्यो जान्नेवाला परमेश्वर हुनुहुन्छ परमेश्वरले पक्का पनि वचनमा हामीलाई सम्झाइराख्नुहुन्छ अनि बुझाइराख्नुहुन्छ हामीलाई हरेक समय वचनद्वारा बुझाउनुहुन्छ किनभने मेरा सन्तान मनमा कुटु गरेर होइन तिमीले वचनलाई खेलाऊ वचनलाई तिमीले पहिला ध्यान दिएर सुन वचनले के गर्छ तब तिम्रो जीवन परिवर्तन त मैले गर्छु नै तिमीले बोलेका ती शब्दहरू हरेक शब्दहरू खेरा जान दिने छैन परमेश्वर पिता भन्नुहुन्छ आज तपाईँ हामीले गरेको यो योगदान तपाईँ हामीले गरेको यो योगदान हो यसको नाफा जोखा स्वयं परमेश्वरले हेर्नुहुन्छ किन हामीलाई परमेश्वरले विधवा आइमाईको भेटी र धनी व्यक्तिको भेटी किन यो दृष्टान्त दिएको होला सोच्नुहोस् त त्यो समय
धनी व्यक्तिले लाखौँ चढाउनु भयो, तर उसले मैले स्वर्गको भागीदार पाउँछु कि भनिकन चढाउनु भयो त्यो समय। तर त्यो विधुवाई जो आइलाई वचनमा लेखेको छ, जब उसले आफूले भरे के खाउला, अहिले एकछिनमा के खाउला भन्ने त्यो सोच नराखी जब परमेश्वरमा चढाउनु भयो, ती व्यक्तिहरू त भिजेर गए। जब स्वर्गको प्रस्थानमा, जब स्वर्ग पुग्ने समयमा, अब सोच्नुहोस्, अब सोच्नुहोस्, अब सोच्नुहोस् तपाईँ हामीले त्यही भएर हामीले त्यो समयमा, त्यो अवस्थामा स्वर्गको भागीदार हुँदै गर्दा सोच्नुहोस्, तैँले के गरिस् त भन्दै गर्दा हामीले खाएर या नखाएर यो जीवन कसमा समर्पित गरेका छौँ? यो जीवन पक्का भने तपाईँ हामीले जान्नुपर्छ, तपाईँ हामीले बुझ्नुपर्छ, यो जीवन भनेको प्रकाश सरको निमित्त हो, सुशीला म्यामको निमित्त हो, उहाँहरूद्वारा निस्केका ती वचन दिनेवाला परमेश्वरको निमित्त समर्पित। हामीहरूलाई सिकाउने पनि हाम्रा अग्रज अभिभावक प्रकाश सर अनि सुशीला म्याम, जसले परमेश्वरका एक दुई धारे तरबार झैँ धारीका वचन दिनुहुन्छ, जो वचन दिनुहुन्छ ती नै हाम्रो को हुन् त? गुरु। ती नै हाम्रा गुरु, जसले सही अनि सत्यका शब्दहरू हाम्रो निमित्त दिनुहुन्छ। आज परमेश्वरलाई यो जीवन समर्पित गरेको भने 12 वर्ष पुरा भइसकेको छ। ढुक्क होइन, जब ढुक्क गऱ्यो परमेश्वरले 12 वर्षसम्म त जीवित गराउनु भयो भने अझ गराउनु हुन्न त? हुन्छ कि हुन्न? आज यस्तो परमेश्वरका वचन तपाईँ हामीले अब वचनको फलो गर्छौँ या गर्दैनौँ? प्रत्यक्ष यो भित्तामा टाँसिएको पोस्टर, यो पछाडि भएको त्यो घाउ अनि चुइरहेको त्यो पिपका धारा अनि ती फोक्सका टुक्राहरू, सोच्नुहोस्, मनुष्य स्वरूप बनाएका ती अखुदी मनले काम गरिएको होइन। परमेश्वरले गर्नुभएका ती चिन्ह अनि चमत्कार जब हाम्रो जीवनमा परमेश्वरले काम गर्नुहुन्छ, जब हामीलाई संसारबाट नहुँदा तब हामी कहाँ जान्छौँ, के गर्छौँ? ठाउँै छैन। सोच्नुहोस्, यो संसारको कुनै पनि ठाउँ
रोग निको पार्ने ठाउँ यो संसारमा कहीँ पनि छैन। त्यो समयमा सर्वशक्तिमान परमेश्वर पिता जब सुसमाचारको खोला बगाउनु भयो, किनारामै थिए म, तर त्यो किनारामा हुँदाहुँदै पनि मैले चिन्न सकेको थिइनँ, बुझ्न सकेको थिइनँ। अनि त्यो किनारामा त्यो बगिरहेको सुसमाचारमा बग्न सकेको थिइनँ। जब बगे, परमेश्वर हुनुहुन्छ, परमेश्वरका हरेक शब्दहरू सही अनि सत्य छन्। जब शनिबारको समयमा जब मैले विश्वास गरेँ, पिता तपाईँ सच्चोमा हुनुहुन्छ, तपाईँले यो काम गरेर देखाउनुहुन्छ भने म पनि तपाईँको काम गर्नेछु भन्दै गर्दा बाबु रोहनको क्यान्सरका रोग यसो मच्छीको नाउँमा हटाउनु भयो। अनि मेरो जीवनमा भएका ती प्राणघातक रोग, त्यो कुहिरहेको झरिरहेको पीठ म यति गनाउँथेँ कि यति कष्ट थियो त्यो समयमा। मलाई उपचार थिएन, मेरो यो शरीरको उपचार थिएन। भोकसोकका टुक्रा टुक्रा हजुरहरूले हेर्न सक्नुहुन्छ यो भिडियो पनि छ मसँग। किन मैले राखेँ? भोलिको दिनमा मलाई आवाज उठाउँछन्, मलाई थाहा छ। त्यो समय परमेश्वरले त गर्नुभयो, तर हामीले परमेश्वरलाई देखाउन सक्दैनौँ। तर हामीले प्र्याक्टिकल गरेका कुराहरू त पक्का पनि देखाउन सक्छौँ नि। परमेश्वरले निको बनाउनु भएको हो भन्न सक्छौँ नि। आज बाबु रोहनलाई निको बनाउनु भएको 12 वर्ष गयो, क्यान्सर जस्ता रोगबाट हटाउनु भएको। आज हेर्नुहोस् त रोहन बाबु मभन्दा पनि अग्लो हुनुहुन्छ, मभन्दा पनि मोटो हुनुहुन्छ। कतिपयको मनमा लाग्न सक्छ मिठा मिठा खान्छन्, होइन हजुर, हामीले त्यही हजुरहरूले खानुभएको जस्तै दाल गर्ने भात खाएको व्यक्ति आज परमेश्वरले हेर्नुहोस् ती बच्चालाई जीवित गराउनु भयो भने तपाईँ हामीलाई जीवित गराउनु हुन्न त हजुर? म जहिले पनि भन्ने गर्छु, तपाईँ हामी संसारको निमित्त बनाएका छैनौँ, संसारको पछाडि दौडिन जरुरी छैन जस्तो लाग्छ मलाई। एकचोटि सोचौँ त, हामी बाटोमा हिँड्दै गर्दा एउटा ईश्वरको सन्तान अर्को ईश्वरको सन्तान भेट्दै गर्दा पनि हामी बोल्ने चलफलै गर्दै गर्छ। यो भन्दा त म ठुलो, म त यो पदमा पुगिसकेँ, म त यस्तो पदमा पुगिसकेँ, म त उस्तो पदमा, यस्तोलाई बोलेर के हुन्छ? सोच्नुहोस्। अनि परमेश्वर भन्नुहुन्छ तिमीहरू सबैजना खाने एउटै भातै हो, सुत्ने एउटा खाटै हो, तिमीहरू सबैजना जाने एउटा घाटै हो। मेरो सन्तान, किन लोभ, किन रिस, किन डाह गर्नुपर्छ र मेरो सन्तान? सबैजना जाने घाटै हो, नजाने कोही छन्? बाँसको ढोलामा लान्छन् खोला, धन र सम्पत्ति घरको झोलामा। के भन्नुभएको छ? धन र सम्पत्ति घरकै झोलामा, बाँसको डोलामा लान्छन् खोला। बाँसको डोलामा चढ्दै गर्दा पत्ता नै कुन चाहिँ कुनामा लुकाएर राखेको पैसाले पनि काम गर्दैन, बाकसमा राखेको पैसाले पनि काम गर्दैन। अहिले त कति सजिलो छ, मोबाइल ब्याङ्किङको पैसाले, ब्याङ्कमा भएको पैसाले पनि
काम गर्दैन, गर्छ त गर्दैन। समय रहँदै हामीले परमेश्वरमा हरेक कुरा समर्पण गर्न सक्यौँ भने, परमेश्वरमा बिउ चढाउन सक्यौँ भने पक्का पनि हामी बाँसको डोलामा जाँदै गर्दा मैले त परमेश्वर हजुरको निमित्त यो काम गरेँ पिता, म स्वर्गको भागीदार छु नि भन्दै गर्दा पिताले भन्नुहुन्छ त आइज आइज त आइज परमेश्वरबाट त जा, तैँले गरेका कुरा भएन भन्ने खालको तपाईँ हामी बन्ने या नबन्ने? नबन्ने को हुनुहुन्छ हात उठाउनुहोस् त। नबन्ने त नराम्रो काम नगर भनेर हामीलाई सम्झाउँदै गर्दा नराम्रो काम नगर्ने को हुनुहुन्छ? हात उठाउनुहोस्। अब त्यही आधार परमेश्वरलाई धन्यवाद दिनु। परमेश्वरको नजरमा त बिग्रेको छ, त भत्केको छ, तैँले गरेका कुनै पनि क्रिया अनि क्लाप भएको छैन, भन्नु हुँदैन। आइजो मेरो सन्तान, आइजो, तैँले धरतीमा बसेर जस्तो कार्य गरेको छस् परमेश्वर भन्नुहुन्छ। परमेश्वर भन्नुहुन्छ तैँले यो संसारमा पृथ्वीमा रहँदा तैँले के काम गरेका छस्? सोच्नुहोस्, हामीले यो संसारमा रहेर जे काम गर्छौँ, हामी मरेर जाँदा स्वर्गमा पुग्दा त्यही काम गर्नुपर्छ। हामी बेविचारी गर्छौँ, ठग्छौँ, गलत काम गर्छौँ, गलत कार्यहरू जे पनि गर्छौँ। अब सोच्नुहोस्, त्यही काम हामीले मरेर गएर पनि त्यो आत्माबाट त्यही काम गर्नुपर्छ। आज त परमेश्वर पिताले भन्नुभएको छ, मेरा सन्तान तिमीहरूलाई मैले अनुग्रहमा ल्याएको छु। मेरा सन्तान अनुग्रहमा ल्याएको छु। यो समयमा तिमीहरू मेरा सन्तान तिमीहरू ढुक्कको मन गर, आनन्दको मन गर अनि मबाट पाउने हरेक किसिमका आशमा निर्भर भएर बस। स्वयं परमेश्वर पिता हामीलाई सम्झाउनु बुझाउनु एकदम। हामी के गर्छौँ, या कसैलाई देखाउन गर्छौँ, या कसैलाई जलाउन गर्छौँ। हामी अगुवाहरू त के गर्छौँ भने जसलाई रोगले ग्रस्त गराएको छ, जसलाई बिमारले ग्रस्त गराएको छ, जो शैतान आत्माले हावी गराएको छ, त्यसलाई जलाउने हामी काम गर्छौँ। मनुष्यलाई होइन, शैतान आत्मालाई जलाउने काम गर्छौँ। शैतान आत्मालाई बढावा दिने काम हामी गर्दैनौँ। सोच्नुहोस्, आज बोल्दै गर्दा गवाई बोल्दै गर्दा कतिपय हजुरहरूले याद गर्नुभयो, याद भएन। मेरो त घर परिवारमा शैतान आत्माले यो गरिदियो, त्यसको बढावा किन गर्ने? जरुरी छ जरुरी छ जस्तो मलाई लाग्दैन। किनभने म त संसारको हो जस्तो लाग्दैन मलाई। किन? म कुट्न आउनेलाई पनि वेलकम गर्छु। मेरा कुरा काटिरहेका छन् भने पनि म सुन्दा पनि सुन्दिनँ। अनि मलाई मार्छु भनेर आउनेलाई त म क्षमा दिन सक्छु भने के म यो संसारको हुन सक्छु त? अब यो संसारको हुन्छौँ त तपाईँ हामी त स्वर्गका हौँ। स्वर्गका पिताका सन्तान बन्नु जरुरी छ। हामीहरू कतिपय जान्दैन या कतिपय
नजानेर गलत कामहरूमा अगाडि बढिरहेका हुन्छौँ। त्यो गलत कामलाई हामीले छोडेर अगाडि बढ्न सक्यौँ भने मात्रै परमेश्वरले हाम्रो जीवनमा आमूल परिवर्तन गर्नुहुन्छ। पक्का पनि हाम्रो जीवनमा परमेश्वरले ती कामहरू सोच्नुहोस्, हिष्टपुष्ट शरीर, हरेक अङ्गहरू, स्वस्थ अङ्गहरू, हिष्टपुष्ट शरीरहरू, हात खुट्टाहरू, आँखाहरू, मुखहरू, नाकहरू, फेर्ने सासहरू सबै सधैँ हुँदै गर्दा, चल्दै गर्दा, बोल्दै गर्दा, ईश्वरको महिमा गर्दै गर्दा सोच्नुहोस्, एक्कासी कसैलाई हरेक किसिमका समस्या आयो भने डरको आत्मा हुँदैन। डरको आत्मा त अब हामीलाई देखेर त्यो समयमा रोग निकाल्ने वाला शैतानिक आत्मा, त्यो चाहिँ भाग्नुपर्छ। त्यो चाहिँ डरको आत्मा लिएर भाग्नुपर्छ, हामी भाग्ने होइन। किनभने हामी चल्दै गर्दा, बोल्दै गर्दा मैले सेयर गरिरहेको हुन्छु, यो मेरो दुई नाइन बन्द भएको थियो कि, तर यहाँ कसैलाई पनि चाल थिएन। किनकि मैले थोरै देख्थेँ, थोरै देख्थेँ। म हिँड्ने क्रममा पनि यो कुनाबाट हिँड्दाखेरि मैले त्यो बाटै देख्दैन थिएँ। अब सोच्नुहोस्, हालत नआउने होइन, देखिरहेको आँखा नदेख्दा कि मैले अब महिमा छोडिदिनु, शरीरमा हालत आउँदै गर्दा अब महिना छोडिदिनु। हामी कस्तो स्वभावका छौँ भने एउटा दृष्टान्त याद आउँछ मलाई। सरले प्रायः जस्तो बोलिरहनुहुन्थ्यो, एउटा कुनै ठाउँमा बुढी आमा बस्नुहुन्थ्यो। अनि बुढी आमाले लुगा सिलाउँछु भन्दै गर्दा अँध्यारो रुममा सियो आफ्नो हातबाट रुमभित्र अँध्यारो रुममा खस्दै गर्दा अनि ती आमाले बाहिर उज्यालोमा आएर सियो खोजिरहेको छ। तपाईँ हामीले पनि त्यस्ता कामहरू गर्छौँ। अनि परमेश्वरको द्वारा बटुवा जो व्यक्ति, त्यसलाई चाहिँ मैले प्रकाश सरको नाम दिन चाहन्छु। किनभने त्यो बटुवाले त्यो आमालाई सोध्दै गर्दा, आमा के भयो र तपाईँ यो ठाउँमा उभिराख्नु भएको छ, खोजिराख्नु भएको छ? बाबु, मेरो त लुगा सिलाउन आँटेको सियो नै हरायो। सियो नै हरायो बाबु भन्दै गर्दा हाम्रो प्रकाश सरको नाम बनाएको छु मैले। प्रकाश सरले भन्नुभयो, कहाँ हरायो आमा? मैले त सियो त भित्र त्यो अँध्यारो कोठामा झरेको थियो, यहाँ उज्यालोमा पाइन्छ कि भनेर खोजिरहेको।
भन्नुभएको छ, आमा कहाँनिर हो खोइ हेरौँ त भनेर। त्यो समयमा टुकी बत्तीको चलन रहेछ। टुकी बत्ती बालेर जहाँ फसेको थियो सियो, त्यो सियो ल्याएर टुकी बत्तीको साथमा लगेर जब सियो दिनुभयो आमा, अनि हजुरलाई सियो त यहाँ बसेको बाहिर खोज्नु भएछ किन र आमा भन्दै गर्दा आमाले हो यो संसारको मानिस पनि त्यस्तै छ। ज्योतिको समयमा हामी ज्योति खोजिरहेको समयमा ज्योति आफ्नो नजिकै हुँदा पनि ज्योतिलाई फैलाउन सक्दैनन् मेरा छोरा। आज तिमीले मेरो यो ज्योति फर्काइदियो, जहाँ फसेको छ त्यसै स्थानमा भेटाइदियो मेरा सन्तान। अनि प्रकाश सरले भन्नुभयो हो आमा, सत्यता बोल्दै गर्दा धेरैलाई तितो लाग्न सक्छ आमा, तर आमा सत्य त सत्य नै हो नि। जहाँ खसेको छ, जहाँ कमी कमजोरी छ, जहाँ आवश्यकता छ त्यसै स्थानमा ईश्वरले काम गर्नुहुन्छ। काम नभएको ठाउँमा होइन। अब हामी कस्तो हुनुपर्छ? हामी यो ट्युबलाइटको उज्यालोमा बसिरहँदा, यो ट्युबलाइटको उज्यालोमा बसिरहँदा हामी यो ट्युबलाइटलाई निभाउँछौँ। यो ट्युबलाइट चलिरहेको हुन्छ अनि बलिरहेको ट्युबलाइटलाई हामी के गर्छौँ? फेर्न जान्छौँ। अर्थ बोल्नुहोस् है, यो भन्नु खोजेको के हो भन्ने कुरा मैले प्रस्ताउनु पर्दैन, मैले यो बुझाउनु पर्दैन। म त के भन्छु भने म सिउ पनि बन्छु। कतिपयले भन्नुहुन्छ म कैची जस्तो बन्दिनँ, म कैची पनि बन्छु। किनकि मलाई दुःख दिनेवाला शैतानिक आत्मालाई काट्नलाई हजुर भन्नुपर्छ कैची। किन भन्नु पर्दैन? भन्नु पर्दैन? सोच्नुहोस्, सियो बन्नुपर्छ कि पर्दैन? काट्नु पर्यो त। भन्नु त भएको छ कैची जस्तो नहुनु, सियो जस्तो हुनु। सियोले पनि घोज्छ, थाहा छ। तर कैचीले जब हाम्रो यो लुगाको एउटा कपडाको परिवर्तन ल्याउनको निमित्त सियो मात्रै भएर हुन्छ? हुन्छ। जब त्यो कैचीले आफ्नो काम देखाउँछ, हरेक डिजाइनमा कटिङ गर्छ, तब सियोले गर्नुपर्ने काम सियोले गर्छ, कैचीले गर्नुपर्ने काम कैचीले गर्छ। त्यसै गरेर हामी के भन्छौँ? जहाँ अँध्यारो छ त्यस ठाउँमा चिम बाल्ने काम तपाईँ हामीले गर्नुपर्छ। मेरो आमा यहीँ हुनुहुन्छ, मेरो आमा यतै कतै हुनुहुन्छ। मेरो आमा पक्कै पनि यता कुनातिर हुनुहुन्छ, पक्का पनि हुनुहुन्छ। बुढी हुनुहुन्छ अरे भनेर 70-75 वर्षको आमा हुनुहुन्छ। मेरो आमा थोत्रो बुढी आमा, काम छैन मेरो आमा भनेर चाहिँ नयाँ 50 वर्षको आमालाई आमा बनाउँछु भनेर हुन्छ? हामी यो भवनलाई परिवर्तन स्वरूप सहित हामीले यस्ता काम गऱ्यौँ नि। आज यो हिजोको भवन कस्तो थियो, आजको भवन कस्तो छ सोच्नुहोस्। आमालाई शुद्धता बनाएर मिठो खानेकुरा दियो भने हाम्रो आफ्नै आमा पनि 75 वर्षको आमा पनि हिस्सा मोटो भएको चाहिँ आज यो भवन पनि परिवर्तन परमेश्वरले गराउनु भएको छ। अब त्यो समस्यासँग किन गराउने? अब कस्तो खाले जग्गा घर बनाउने, कस्तो खालको जमिनमा घर बनाउने सोच्नुहोस्। तपाईँ हाम्रो हातमा छ। हामी कहिले पनि आफ्नो धरातल हुन त संसारको भनाइ पनि छ, जब अन्धाले आफ्नो
आँखा नदेखेको समयमा लट्ठी टेकेर हिँड्छ नि, थाहा छ है, कोलाई थाहा छ? जब त्यही अन्धाले आँखा देख्छ नि तिनको गर्छ, तर मेरो लागि त्यो स्वर्ग हो, स्वर्ग हो, स्वर्ग। किन होला? म संसारलाई हेरेर म चल्दिनँ, म हरेक काम गर्छु स्वर्गको पितालाई हेरेर, म दान दिन्छु स्वर्गलाई हेरेर। सोच्नुहोस् त, मैले 15-20 लाख रुपियाँ म दान दिन्छु, आफैले दिन्छु मैले दान। त्यो 15-20 लाखले मैले मेरो घर बनाउन सक्दैन थियो होला त? अनि यो पैसा कहाँबाट आयो? यो पनि प्रश्न आउँछ। यही लाइफमा हुनुहुन्छ। परमेश्वरले भन्नुभएको वचन अनुसार मैले पालना गरेर जुनसम्म मैले चलाइ मेरा सन्तान दिएछु, तर मेरो वचनको पालना गर्यो भने पठाइदिनुहुन्छ। सर यहाँ पनि हुनुहुन्छ, 4-5 जना 6-7 जना हुनुहुन्छ। सर यो चाहिँ हजुरको लुगाको लागि है, यो चाहिँ तपाईँको लागि जुत्ताको लागि है भनेर दिनुहुन्छ। यहाँ विदेशबाट हुनुहुन्छ, उहाँहरूको नाममा 4-5 जना हुनुहुन्छ, उहाँको नामको म लिन्न, किनकि आज उहाँहरूले गर्दाखेरि मैले थोरै 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 जम्मा गरेर मैले जहाँ पनि योगदान गर्छु, परमेश्वरको निमित्त चढाउँछु। कहाँबाट आयो त भन्दा हामीलाई यहाँबाट आयो। अब सोच्नुहोस्, त्यो पैसाले मैले मुठी कसेर बसेको भए, तपाईँ हामी पनि यो भवन बनाउँदाखेरि मुठी कसेको भए हुन्थ्यो होला? हुँदैन थियो। तपाईँहरूले मुठी खोल्नु भएर आज यो भवन यतिसम्म पुग्यो। अनि अर्को कुरा पनि म हजुरहरूलाई, किनभने परमेश्वरले 2 किसिमका त होइन, यसै कारण जसले मेरो यो वचन सुन्छ होइन, जसले यो मेरो वचनको पालना गर्छ, परमेश्वर भन्नुहुन्छ, सम्झाउनुहुन्छ, यो वचन सुन्छ ध्यानपूर्वक। आज हामी 2 अगुवाले पनि एउटा काम अस्ति मैले भनेको थिएँ, याद छ? यो भवनमा अब के को आवश्यकता छ? ऋण त हामी छौँ नै के, ऋणमा त छौँ नै, तैपनि आज त्यो कुरा त्यो मेरो सेतो कोट ल्याइदिनु होला नि, किनभने स्वयं परमेश्वर पिता भन्नुहुन्छ, सम्झाउनुहुन्छ, पालना गर्छ। म एकजना